Huh? अहिले टाइम छैन नि यो नाच्यो होइन फोटो भिडियो सबै गराउने कि फोटो यसो होइन यिनीलाई के क्वेसनहरू सोध्छ यिनीहरूले यसो सोध्यो भने पार नफलेको देखेन कुनातिर झरिरहेको छ अलि कति वर्ष 40 वर्षको बुढा भयो नि 40 वर्ष बुढा भनेपछि यिनी सबै पोथ्रा हो होइन यिनी सबै होइन सर यिनी त खासै ठुला बुढा देखेन नि सर यिनी होइन हजुर 36 वर्षको भाइ बढी हो तर पनि यो हामीलाई चाहिने रहेछ 15 हात न्यूनतम 15 हात चौडाइ होइन चौडाइ लम्बाइ 15 ए वर्ग आकारमा चाहिँ लाउने हो नि ठिकै हुँदो रहेछ यसरी जुत्ने छैन होइन जुत्ने थिएन दिन्थ्यो दाना पनि ठुला हुन्थ्यो त्यसो भए 40 कति वर्ष भन्नु अरे लगाएको यो त लगभग 36-37 भएको अरे होइन 45 सालको 45 सालको 46 सालको जम्मा गरेर कति बुढा खान्छ सर यहाँ मेरो त्यही 1100 बोट होला 1100 भनेपछि तपाईँले चाहिँ लगाएको कति वर्षपछि उत्पादन खानुभयो नि कुरा यिनी त 2-3 वर्षपछि उत्पादन दिन थाल्छ कलमीले बिजुली 4-5 वर्षपछि उत्पादन दिन्छ जति धेरै वर्ष भयो उति लामो समयसम्म तपाईँले फल्दै जाने सुन्तलाहरूको चाहिँ उत्पादन बढी हुने मूल्य पनि बढी पर्ने बढी पर्दै जाने अहिलेसम्म तपाईँले कति लास्ट आरमा आएर कतिसम्म पार्नुभयो मेरो गत वर्ष 17 लाख 17 लाख होइन 17 लाखको बिक्री भएको थियो अनि यो बिचे भन्नुहोस् यस वर्ष अलिक कम छ हजुर अलिक कम होला जस्तो छ अनि यो बिचे तपाईँले लाउनु खाने सुन्तला अब यो अनि यो साइडमा चाहिँ यो यत्रो रुख छन् होइन माउबोटले आम्दानी कम गर्न थालेपछि कम दिन थालेपछि हजुर यिनलाई हटाइदिएर यसलाई चाहिँ सर्लको हुर्काइदिने ए ठुलाभरि हटाउने होइन यो आधुनिक र अलि ठुलो फल्ने जात हो यो वाशिङटन लेभल भन्ने यो वाशिङटन लेभलको सुन्तलाको जात हो यो हजुर जात हो यो ठुलो फल्छ हजुर 4 दाना 5 दानाको 1 केजी हुने ए अब यो पनि मैले 200 बोट लगाएको छु अहिले ए 200 बोट यो छ हजुर भनेपछि यो अन्तिममा सर यो बुटा काटेर जाने यिनी चाहिँ हुर्किँदै जाने हो नि यिनी बुटा होइन यिनी हटाइदिँदै जाने अनि यिनी हुर्काउँदै जाने र सट्ट एकपटक यिनी पनि बगैँचा तयारी होस् पुरानो बोट पनि सकियो त्यसको लागि यो बिचमा मैले लगाइसकेँ पालिकाबाट केही छैन पालिकाबाट केही पनि छैन सब मेरो खर्च उता जोनतिरबाट केही सूक्ष्म तत्त्वहरू बगैँचा व्यवस्थापनको लागि निलो तुथो चुना यस्ता कुराहरू 50% अनुदानमा दिन्छ गाउँपालिकाले त दिँदैन दिएपछि एकै वर्षमा चाहिँ ढिक बन्यो ढिक बन्दै जाँदाखेरि यो यस्तो भयो कि ठ्याक्कै बोटहरू ढिकमा पर्दिए पाउने तत्त्वहरू बढी कम मात्रामा पाउँछ क्या सर हो
एकतिरको भाग मात्र बढी दाना ठुला फल्ने एकतिर दाना साना फल्ने हुन्छ। त्यही भएर हामीले सुन्तला लगाउँदै गर्दा जहिले पनि 2 हात अथवा 3 हात चाहिँ छोडेर मात्र लगाउनु पर्यो। त्यताबाट पनि ट्र्याक्टर लगाउन सकियोस्, त्यताबाट पनि सकियोस्। यस्तो बिचमा लगाइदिएपछि हामीले वरिपरि दिन पनि सक्छौँ होइन। यहाँ चाहिँ उँधोपट्टि मल दिन सकिएन, यो माथि मात्रै मल दिने हो। त्यसो भएको हुनाले एकतिर राम्रो फल्छ, एकतिर अलिकति मसिनो फल्छ, किनभने खाद्य तत्त्व कम हुन्छ उसलाई। आजैदेखि तिमीहरूले एउटा के कुरो मनमा राख भने अहिले तिमीहरू क्लास 8मा छौ हो। क्लास 8मा अब आउने असारमा तिमीहरू 9मा जान्छौ। हरेक भाइ बहिनीले 10-10 बोट न्यूनतम सके 100-100 बोट लगाऊ, धेरै जो लगाऊ। एक घन्टा स्पेसल बगैँचा मैले निलाई होइन भने कम्तीमा 10 बोट हरेक वर्ष कि कम्तीमा 10 बोट लगाउँदै गयो भने तिमीहरू मास्टर डिग्री पढेर भ्याइसकेपछि तिमीहरूको घरमा चाहिँ 300-400 बोटको बगैँचा हुन्छ भने सानातिना 150 हजारका मासिक जागिर खानु पर्दैन है। तिमीहरूलाई यो प्रेरणा हो, प्रेरणाको रूपमा तिमीहरू हेर्नु पनि आयो, राम्रो भयो, खुसी लाग्यो। अब यो तिमीहरूले यस्तै 2-3टा बगैँचा तयार भयो भने हामीले जागिर पाएनौँ, हामीले जागिर खान पाएनौँ, कसरी चलाउने होला जीवन, घर खर्च कसरी चलाउने होला भन्नै पर्दैन, यसैले चलाइदिन्छ यसैले है। त्यसो भएको हुनाले यो मनमा राख, सबैले त्यसै गर्नु छोड्दैनन्, सबैको भएको जस्तो गर्दैन, सबैले हात हाल्छन् गर्छन् होइन। बिन्सरको सुन्तला बगैँचा भ्रमणपछि विद्यार्थी भाइ बहिनीहरू अवलोकन गरेर यहाँबाट फेरि आफ्नो गन्तव्य स्थानतर्फ लागिरहेका छन्। यो हेरि पढ्यो सिँचाइको लागि हो सर। कृषि ज्ञान केन्द्र गुल्मी अब 2081मा कार्यक्रमको नाम साना सिँचाइ। ल सिँचाइको लागि परिरहेछ यो पोखरा, सिँचाइको लागि दाना पनि ठुलै छन् त है। देखेछु म त्यहाँ सर देखिन। देखिने भए सबै सुन्तला हुन् है। यी सबै कलम सुन्तला हुन्। 2 वर्षपछि त फल सब कलमे बुट्टा साना बुट्टा हुन्।
भिडियो गरिदिएको अफ गरौँ भिडियो सबै हुन्छन् सबै चौकीबाट सबभन्दा फर्स्ट त माथि गोल हामी कहाँ आएको हौ यसपालि भन त हामी अहिले कौडा नम्बर 2 पिवलधारामा अवस्थित विष्णुपाल सरको घरमा आएर सुन्तला अवलोकन गरिरहेका छौँ। आज हामीहरूले यस उसले विष्णु सरले सुन्तला खेती गर्नको लागि विक्रमसम्म 2046 सालमा सुन्तला खेती सुरु गर्नुभएको थियो। उहाँले 1100 जति सुन्तलाका बोट लगाउनु भयो। तिनी सबै कलमै बोट हुन्। गत वर्षमा उहाँले 17 लाख कमाउनु भएको छ भने अहिले उहाँको आम्दानीमा वृद्धि हुन अलिक गाह्रो भएको छ। उहाँले आधुनिक सुन्तला उत्पादन पनि गर्न लागेको हुनुहुन्छ। आधुनिक सुन्तलाका बोट रहेका छन् 200 वटा। तिनी सुन्तलाका नाम हुन् वासिङटन।